छुट्टीको दिन भयो कि दिनभरि मोबाइल र टिभी हेरेर बस्ने मेरो बच्चाको लागि आज मैले एउटा उपाय सोचेको छु, यो दिनभरि टिभी नहेरोस् भनेर। सुरुमा मैले सामान किन्दाखेरि हामीलाई जुन झोला थियो त्यो झोला जम्मा गरेर यसलाई सानो सानो टुक्रामा काटेर फुल बनाउन मिल्ने गरी गरेर मैले पिसमा काटेर सानो सानो टुक्रा बनाएर रेडी गरेर उसलाई देखाइदिएँ। त्यसपछि उसलाई एउटा एउटा गरेर जोड्न लगाएँ। सँगसँगै आफूले पनि गरेँ, नभए उसले गर्दैन थियो। हामीले आफ्नो बच्चाहरूलाई केही कुरा सिकाउनु छ भने चाहिँ सँगसँगै हामीले पनि गर्नुपर्छ उनीहरूसँग, नभए उनीहरूले गर्न मान्दैन, ध्यानै दिँदैन उनीहरूले। अब यति गरेपछि उसले एउटा फुल बनाउन पनि सिक्यो। सँगसँगै टिभी र मोबाइलबाट पनि टाढा बस्यो दिनभरि। फुल बनिसकेपछि पेपरलाई मैले रोल गरेर यसरी अनि त्यसमाथि मैले कलर उसलाई नै गर्न लगाएँ। त्यसपछि अबको पालो थियो पात बनाउने। त्यो पात चाहिँ मैले बनाइदिएँ। त्यसपछि त्यो रेडी भएको सबै फुलहरूलाई चाहिँ एक एक गरी मैले जोड्न लगाएँ। फाइनली हाम्रो फुल पनि रेडी भइसकेर आजको हाम्रो मिसन पनि सक्सेसफुल भइसकेको छ। तपाईहरु पनि आफ्नो बच्चा सँगसँगै बसेर यसरी नयाँ नयाँ कुरा सिकाउनुस् र उनीहरूलाई टिभी र मोबाइलबाट टाढा राख्नुस्। ल हेर्नुस् त कस्तो राम्रो बन्यो फुल। थ्याङ्क यू सबैजनालाई भिडियो हेर्नुभएकोमा। अब नेक्स्ट टाइम भेटौँला अर्को भिडियोमा। धन्यवाद सबैजनालाई।